रसुवा जिल्लामा आज बिहान 81 आएको ठूलो बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ। आज बिहान करिब 9 बजेतिर भटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेपछि अहिले उक्त बाढीले नेपालतर्फ भयावह रूप लिइरहेको छ। हालसम्म आएको प्रारम्भिक जानकारी अनुसार टिमुरे बजारमा 5-7 वटा मात्रै घर बाँकी रहेको भनिएको छ भने इलाका प्रहरी कार्यालयमा कार्यरत 15 जना मध्ये 8 जना प्रहरी मात्रै सम्पर्कमा आएको बुझिएको छ। अचानक यति ठूलो बाढी के कारणले आयो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन, तर जुन गतिमा बाढी आइरहेको देखिन्छ त्यसले गर्दाखेरि भटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिङसम्मै एकदमै उच्च जोखिममा रहेको देखिन्छ। रसुवा, धादिङ, गोर्खा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवार यानि कि नागरिकहरूलाई सुरक्षित स्थानमा रहनको लागि सरकारले अपिल जारी गरिसकेको छ भने खोज तथा उद्धारको लागि सबै निकाय तथा निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हर समय तयार रहन आग्रह गरिएको छ। साथै कुनै पनि क्षेत्रमा आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 यानी कि 1234 मा तुरुन्तै कल गर्न हुन अनुरोध गर्नुको साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याब्रेबेसी सडक मुगलिन नारायणघाट सडकमा यात्रा नगर्न नगराइदिन अनि उक्त स्थानमा आवाज जवतलाई पूर्ण रूपमा रोक लगाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ। यस्तै प्रधानमन्त्री बालेन शाहले तत्कालै आपतकालीन बैठक बोलाएका छन् भने रसुवाको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्कालै सुरक्षित स्थानमा सार्न सिडिओलाई निर्देशन दिएको छ। यस्तै अहिले प्रभावित क्षेत्रमा हेलिकप्टर सहितको सेनाको टोली पुगिसकेको छ। यस बाढीले कहाँ कति क्षति गर्यो भन्ने तथ्याङ्क बाहिर आइसकेको छैन। हाल नेपाली सेनाको 14 सदस्यीय मेडिकल टिम सहित MI-17 हेलिकप्टर काठमाडौँबाट रसुवातर्फ उडेको छ र तपाई पनि यी क्षेत्रहरूमा